यो जिल्ला नेपालको बहुजाति बहुभाषिक र धेरै सांस्कृतिक सम्पदाहरू भएको जिल्ला हो। यस जिल्लामा 110 भन्दा बढी जात जातिका मानिसहरू बसोबास गर्दछन् भने 90 भन्दा बढी भाषाभाषीहरू बोलिन्छ। नमस्कार दर्शकवृन्द, तपाईँहरू हेर्दै हुनुहुन्छ मेरो घरेलु इन्टरटेनमेन्टद्वारा तयार पारिएको विश्वको सबैभन्दा बढी धर्म, संस्कृति र प्राकृतिक सौन्दर्यताले भरिएको तपाईँहरूको आफ्नो युट्युब च्यानल भिजिट विथ विनोद। कृपया लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर साथ दिनुहोला। भिजिट विथ विनोद अन्तर्गत हरेक आइतबार साँझ 6 बजे प्रसारण हुने कार्यक्रम नेपालका जिल्लाहरूको भागमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। नेपालका जिल्लाहरूको चर्चामध्ये आज हामी नेपालको पूर्वमा रहेको झापा जिल्लाको बारेमा केही चर्चा गर्नेछौँ। झापा जिल्ला नेपालको हाल प्रदेश नम्बर 1 र नेपाललाई 7 प्रदेश 77 जिल्लामा विभाजन गर्नुभन्दा पहिला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलमा पर्ने जिल्ला हो। हाल आएर प्रदेश नम्बर 1 मा पर्ने अत्याधिक उर्वर र घना बस्ती भएको यो जिल्ला नेपालको पूर्वमा पर्दछ। झापा जिल्लाको उत्तरी भाग पहाडी पर्वतमालाले छुट्याएको छ भने अरू सम्पूर्ण भाग तराईमा पर्दछ। 1606 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लाको सिमाना पूर्वमा मेची नदीले भारतको बङ्गालसँग र दक्षिणमा भारतको बिहारसँग छुट्याएको छ भने उत्तरमा इलाम र पश्चिममा मोरङ जिल्लाले छुट्याएको छ। अत्याधिक जनघनत्व भएको यस जिल्लाको सदरमुकाम चन्द्रगढीमा रहेको छ। यस जिल्लामा नेपालको सबैभन्दा होचो भूभाग केचना केवल समुद्र सतहबाट केवल 58 मिटर माथि रहेको छ भने नेपालको सबैभन्दा लामो पक्की पुल पनि यसै जिल्लामा रहेको छ। नेपालको सबैभन्दा लामो पक्की पुल कन्काई पुल, जसको लम्बाइ 702 मिटर रहेको छ। खाद्यान्न उत्पादनका लागि अत्यन्तै उर्वर भूमि यस जिल्लाका प्रमुख व्यापारिक सहरहरूमा बिर्तामोड नगरपालिका, दमक नगरपालिका, काँकडभिट्टा हुन् भने नेपालको तराईमा अवस्थित यस जिल्लामा बोलिने मुख्य भाषाहरूमा नेपाली, लिम्बू, राई, मैथिली, सतार, ताजपुरिया र राजवंशी छन्। यहाँका प्रमुख जातिहरूमा बाहुन, छेत्री, लिम्बू, राई, गुरुङ, मगर, तामाङ, कोचे, मेचे, सतार, थारू, ताजपुरिया, राजवंशी, भुजेल आदि पर्दछन् भने यहाँ 110 भन्दा बढी जात जातिका मानिसहरू बसोबास गर्दछन्। झापा जिल्ला धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको धनी जिल्ला हो। झापा जिल्लामा प्रसिद्ध पर्यटकीय एवं धार्मिक स्थलहरूमध्ये कन्काई धाम, कोटीहोम, अर्जुनधारा धाम, सतासी धाम, जामुनखाडी धाम, सिमसार क्षेत्र, किचक बदक, केचना केवल, विराट पोखर, समयगढ, दोमुखाका साथै अन्य धेरै ठाउँ रहेका छन्। तपाईहरू पनि आफ्नो वरपर रहेका धार्मिक एवं प्राकृतिक स्थलहरू छन् भने कृपया जानकारी गराउनुहोला। साथै तपाईहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, नेपालको कुनै गाउँ, सहर या विदेशबाट हेर्दै हुनुहुन्छ, कृपया जानकारी गराउनुहोला। हामीलाई पनि थाहा होस् कि तपाईहरू हाम्रो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ भनेर। आउनुहोस् थप कुरा जानौँ यस झापा जिल्लाको बारेमा। अन्नको भण्डार उर्वर भूमि यस जिल्लामा सिँचाइका लागि ठुला ठुला नदीनालाहरू रहेका छन्। मावी नदी, रतुवा नदी, बिरिङ नदी, मेची नदी, कन्काई नदी ठुला नदी हुन् भने अन्य ससाना नदीहरू पनि यहाँ रहेका छन्। त्यसै गरी यहाँ इन्द्रेणी तालको पनि निकै चर्चा भएको पाइन्छ। यो जिल्ला विविध जनजाति, भाषा, संस्कृतिको धनी जिल्ला हो। यस जिल्लामा बहुभाषी, बहुजाति र विभिन्न सांस्कृतिक तथा रीतिरिवाज र परम्परा मान्ने मानिसहरूको बसोबास रहेको पाइन्छ। यस जिल्लामा करिब 110 जनजाति र 90 भाषाभाषी बोल्ने मानिसहरूको बसोबास रहेको छ। विभिन्न धार्मिक एवं सांस्कृतिकको धनी यस जिल्लामा उनीहरूको आफ्नै भाषा, संस्कृति, रहन सहन रहेका छन्।
हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको यस जिल्लामा दसैँ, तिहार, तीज, जनै पूर्णिमा, माघे सङ्क्रान्ति, छठ र आफ्नै जाति अनुसारका चाडपर्वहरू धुमधामका साथ मनाइन्छ। दर्शकवृन्द, आजको भिडियोमा यति नै र तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो कृपया जानकारी गराउनुहोला। साथै तपाईँहरू पनि आफ्नो घर वरपर रहेका धार्मिक, ऐतिहासिक मठ मन्दिर तथा पर्यटकीय स्थलहरू छन् भने कृपया जानकारी गराउनुहोला। त्यस ठाउँको भिडियो पनि आगामी भिडियोमा अवश्य प्रसारण गर्नेछौँ। दर्शकवृन्द, आजलाई यति नै। अर्को भिडियोमा भेटौँला। अहिलेलाई बिदा हुन्छु। नमस्कार।